भिडियो हेरिबस्नुभएका सबलाई नमस्कार। म सधैँ चाहिँ आज पनि एउटा सानो भिडियो भ्लग बनाउन गइरहेको छु। नेपालमा केही राजनेताले धर्मको राजनीति गरिरहेका छन्। यदि कुनै पनि धर्मसँग राजनीति जोडिन्छ, हत्या हिंसा जोडिन्छ भने त्यो धर्म हुन सक्दैन, अधर्ममा चाहिँ परिणत भएर जान्छ। जस्तो एक धर्मगुरुले सामाजिक सञ्जालमा एक हातमा माला एक हातमा भाला मगाउनु भएको छ। एक हातमा माला ठिक छ, 12 महिनाका 12वटै माला बनाएर हातमा जेले पनि भयो, घाँटीमा जेले पनि भयो। अर्को हातमा भाला मगाउने भनेको त रुख बुट्यानलाई वस्तुभाउलाई हान्ने त होइन होला, भाला हान्ने त मानिसलाई हो। संविधानले दिएको त बिना हात हतियार भेला हुने, आफूलाई मनमा लागेका कुरा व्यक्त गर्ने कुरा हो। भाला मगाएर चाहिँ कसलाई हान्ने त? यसरी समाजलाई बिथल्ने, हत्या हिंसातिर लैजाने, द्वन्द्व पैदा गराउने र अशान्ति मच्चाउने काम जुन भएको छ यो ठिक छैन। अर्को एकजना धर्मगुरु भन्नुहुन्छ, राजालाई पाउने 2 करोड मानिस मारे पनि धर्म लाग्दैन, के अरे पाप लाग्दैन। आफ्नो युद्ध मैदानबाट हटेर जानु भनेको नै पाप लाग्नु हो। अलिकति पनि मान्छे मार्दाखेरि पाप लाग्दैन भनेर उहाँले जुन कुरा भन्नुभएको छ धर्मगुरुले नै यस्तो अधर्मको कुरा गर्ने, मानिस मारेर पनि कहाँ धर्म हुन्छ र? मानिस मारेर त धर्म हुँदैन। मानव सेवाको निमित्त खर्च गरेर मानव सेवाको गरेर न धर्म हुने हो। त्यस कारणले यो चाहिँ कुरा गर्न अब ठिक छैन। अब फेरि पनि मानिसहरूले धर्मको राजनीति गरि नै रहेका छन्। राजावादी राजनेताहरूले जस्तो एक भोट हिन्दू राष्ट्रलाई, एक भोट हिन्दू शास्त्रलाई भनेका छन्, त्यस्तो चाहिँ बोल्ने भाषा बोल्नेले एक भोट भूमि सुधारलाई, सुकुम्बासी व्यवस्थापनलाई, एक भोट रोजगारी सिर्जनालाई, भ्रष्टाचारीहरूको यथार्थमा छानबिन गर्नलाई भनेर त्यस्तो कुरा अगाडि सार्ने हो भने उहाँहरूको पछाडि पनि मानिसहरू लाग्थे होला। तर चाहिँ धर्मको राजनीति गरेर खासै मानिसहरू लाग्दैनन्। एकजनाले भन्नुभएको छ, इसाईहरूलाई लखेट्छु भनेर भन्नुभएको छ। मानवलाई चाहिँ यसरी लखेट्ने भन्ने कुरामा त धर्म त हुँदैन। लखेट्ने भनेपछि त्यसै अधर्म भइहाल्यो। त्यस कारणले कुनै पनि धर्मसँग राजनीति जोड्यो, हिंसा जोड्यो भने त्यो धर्म चाहिँ धर्म हुन सक्दैन, अधर्ममा चाहिँ परिणत भएर जान्छ। यसले समाजमा हत्या हिंसा निम्त्याउँछ, द्वन्द्व पैदा गराउँछ। त्यसो भएको हुनाले म कोही कसैलाई पनि यो सामाजिक सञ्जालमा जुन अब हत्या हिंसातिर लैजाने कुरा बोलेका छन् त्यस्ताहरूको पछि नलाग्ने भनेर सबैलाई चाहिँ एउटा अनुरोध गर्न चाहन्छु। यति भन्दै मैले आजको एउटा सानो भिडियो भ्लग यहीँ अन्त गर्छु। हस्त, धन्यवाद। जय नेपाल, नमस्कार।